हेलो एभ्रिवान वेलकम इन गेनिस्ट्रिम अफिसियल युट्युब च्यानल। आजको यस भिडियोमा हामी डोमेन कसरी निकाल्ने भन्ने क्वेसन्स रहेको छ। एउटा क्वेसन लिएर आएको छु जुन सबै विद्यार्थीहरूले चाहिँ नि यसमा कमन मिस्टेक्सहरू गरेको देखिन्छ। आज त्यो समस्या हट्ने छ। तपाईँ यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। तपाईँको एउटा मार्क्स पक्का हुनेछ जुन बिएससी इन्ट्रान्स एक्जाममा आउनसक्छ आउँछ। अनि त्यसै गरी चाहिँ तपाईँको +2 11 भयो त्यसमा पनि एउटा क्वेसन्स अपियर हुन्छ नै। त्यसैले ध्यान दिएर भिडियो अन्तिमसम्म हेर्नुहोला। एउटा क्वेसन्स लिएर आएको छु र उक्त क्वेसन रहेको छ फाइन्ड डोमेन अफ स्क्वायर रुट अफ एक्स माइनस 5। अब यहाँनिरको जुन स्क्वायर रुट अफ एक्स माइनस 5 जुन छ, यहाँनिरको जुन स्क्वायर रुट एक्स माइनस 5 छ, यो भनेको कस्तो हो भन्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ कि यहाँनिर स्क्वायर रुट एक्सको मात्र होइन है, यो स्क्वायर रुट भनेको यहाँसम्म हो है, यो यहाँसम्म हो स्क्वायर रुट अफ एक्स माइनस 5। अब यसलाई सल्भ गर्दाखेरि हामीले एउटा कुरा के माइन्डमा राख्नुपर्छ भने जहिले पनि यो जुन स्क्वायर रुटभित्र जस्तोसुकै एक्सप्रेसन होस् होइन, जस्तोसुकै के हो एक्सप्रेसन होस्। अब एक्सप्रेसन हुनको लागि तपाईँको के हुनु पऱ्यो भन्दाखेरि यो भित्रको जुन यो भित्रको जो पनि हुन्छ एक्सप्रेसन, यो एक्सप्रेसन जहिले पनि ग्रेटर देन और इक्वल टु के हुन्छ 0 हुन्छ है, ग्रेटर देन और इक्वल टु 0 हुन्छ। अनि जस्तै कि इनसाइड रुटभित्र जे छ त्यो ग्रेटर देन और इक्वल टु यस्तो हुन्छ। अगाडि नै हामीले भनिसकेका छौँ यस्तो हुन्छ। अनि त्यसपछि हामीले यति त्यो भइसकेपछि हियर अब स्क्वायर रुटभित्र के छ त भन्दाखेरि यहाँनिर एक्स माइनस 5 छ होइन, एक्स माइनस 5 यो के भयो त भन्दाखेरि ग्रेटर देन और इक्वल टु 0 भयो है। यहाँनिर यो कस्तो थियो भन्दाखेरि स्क्वायर रुट अनि एक्स माइनस 5 थियो अनि यो भयो यस्तो भयो, यो भयो। अनि अब यसलाई सल्भ गर्दाखेरि के गर्ने त भन्दाखेरि जस्तै अब यसलाई सिधै सिम्पली सल्भ गर्ने, यो त हामीले 1-2 कक्षामा पनि पढेर आएको हौँ है त। यो हेर्दाखेरि के भयो अब एक्स ग्रेटर देन और इक्वल टु के भयो 5 भयो। अनि यदि भइसकेपछि मतलब यसको मतलब के हो त भन्दाखेरि देयरफोर जुन डोमेन हुन्छ एक्सको भ्यालु के हुन्छ इक्वल टु 5 हुन्छ है। इक्वल टु 5 देखि जति पनि राख्न मिल्यो, 5 देखि नम्बर लाइनमा हेर्ने हो भने यहाँनिर इन्फिनिटी राख्न पाइयो। यहाँनिर अब कुरा आउँछ ओपन इन्टरभल भयो, यहाँनिर क्लोज इन्टरभल हुन्छ, क्लोज यस्तो हुन्छ। यसको मिनिङ यो हो कि 5 पनि यसमा पुट गर्न मिल्यो, पुट गरिसकेपछि जुन हो त्यो चाहिने के हुन्छ हटाउन मिल्छ। अनि त्यो हटाउन मिल्छ है। अनि त्यस्तो हुन्छ जस्तै कि तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ यस्तो भयो अनि यो भयो। अनि त्यसपछि यसको फाइनल आन्सरमा हामीले अगाडि नै गरिहाल्यौँ, एक्स ग्रेटर देन इक्वल टु 5 भइहाल्यो। अनि यसको मतलब यो हो कि एक्सको भ्यालु यानि कि 5 देखि इन्फिनिटीसम्म 5 पनि पर्छ भनेको यो भयो होइन। जस्तै कि त्यो भयो। यसको डोमेन भनेको के हुने भयो भन्दाखेरि स्क्वायर रुट अफ एक्स माइनस 5 को स्क्वायर रुट अफ एक्स माइनस 5 को डोमेन भनेको 5 देखि इन्फिनिटीसम्म हुने भयो। यही नै हो यसको आन्सर। यो यदि यति याद राख्यो भने यो चाहिँ सकिन्छ। थ्याङ्क यू फर अल अहिलेसम्म हेरिदिनु भएकोमा र यसको साथै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न पनि नबिर्सनु होला र अनि बेल आइकनलाई प्रेस गर्न नभुल्नुहोला ताकि हामीले अपलोड गर्ने भिडियो सबैभन्दा पहिला तपाईँले माझ पुग्न सकोस्। धन्यवाद।